दर्शकबिन नमस्ते। हामी आज चाउचाउ बनाउँछौँ। यस चाउचाउमा चाहिँ हामी तेल हालिसकेका छौँ। यसरी हेर्न सक्नुहुन्छ हजुरले। तेल हालिसकेका छौँ दर्शकबिन। अन्डा बनाउँदैछौँ दर्शकबिन। यसरी हेर्न सक्नुहुन्छ हजुरहरूले। यो हामी फाइनली अन्डा हालिसकेका छौँ चाउचाउ अन्डामा। यो हेर्न सक्नुहुन्छ यो अन्डा हो। यसरी अन्डा पकाउनुपर्छ मजाले पहिला चाउचाउमा हाल्दाखेरि। हजुर कसरी पकाउनुहुन्छ हामी चाहिँ यसरी पकाउँछौँ दर्शकबिन है। हेर्नुहोस् त दर्शकबिन हामीले फाइनली अब चाउचाउ हालिसकेका छौँ। यसरी हेर्न सक्नुहुन्छ। यहाँ चाउचाउ अन्डा बन्दैछ मजाले। यो अब सुर्खेत बस पार्क हो। यसरी सुर्खेत बस पार्कको अवस्था हेर्न सक्नुहुन्छ यो दर्शकबिन। यस्तो छ अवस्था, गाडी घोडा पुरा चल्दै छन् आज। अनि दर्शकबिन यसरी चाउचाउ पाकिरहेछ। यो हेर्न सक्नुहुन्छ हजुरले। हजुर कसरी पकाउनुहुन्छ चाउचाउ हामी चाहिँ यसरी पकाउँछौँ यो है अन्डा चाउचाउलाई। हेर्न सक्नुहुन्छ यसरी पाकिरहेछ। अनि यो सिकमा हो, यो सिक्कामा हो चाउचाउ, झुलमा होइन। त्यसरी हेर्न सक्नुहुन्छ। हेर्नुहोस् त दर्शकबिन फाइनली हाम्रो यो चाउचाउ पाकिरहेछ। यो चिकन ललिपप साथमा छ यो अन्डा चाउचाउ। यस्तो छ हेर्न सक्नुहुन्छ हजुरहरूले। यो सुर्खेत बस पार्क 12 नम्बर सडकमा पाउँछ एकदम टेस्टी खाजा नास्ताहरू। यो हेर्न सक्नुहुन्छ दर्शकबिन हाम्रो नास्ता पसल छ सुर्खेत बस पार्क 12 नम्बर सडकमा। खाजा नास्ताको सुविधा सबै छ। हजुर यसरी आउन सक्नुहुन्छ है।